हेलो वेलकम छ हजुरलाई मेरो दया केप्छाकी मगर ब्लगमा हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन। आज चाहिँ शनिबार अनि यहाँ बिहानै हामी 10 बजेसम्म छुट्टी हुन्छ नि त। अनि हामी यसो बाहिर 2 घण्टाको लागि बाहिर निस्किँदै अहिले त 2 घण्टा पनि छैन, 1.5 घण्टा बाँकी छ। हामी चाहिँ लगन खेलेर पाटन जाने सोच बनाएर हिँडेको, तर कहाँ कहाँ पुगिन्छ यतै गर्नु जानु होला, हेर्न सक्नुहुनेछ। हिँड्दैछौँ होइन, यो गाडी ढिलो भइसक्यो, हामी कति ठाउँ जाने छ, त्यही भएर हामी छिटो छिटो चढ्दैछौँ भनेर यो कुदेर हामी चाहिँ जाँदैछौँ होइन। अहिले त्यहाँ गाडी भेटेकै छैन अझै पनि, अब यहाँबाट गाडी पाउँछ त्यसपछि गाडी चढेर हामी लगन खेल जान्छौँ, हेर्दै गर्नु होला। ममा त आउँदैछ यहाँ पछाडि, हेरौँ एकछिन भए पनि यस्तो कति रेस्टुरेन्टमा मात्रै बसिराख्नु भनेर हेरेको, झारले हात खमिसक्यो होइन। यहाँ गाडी त्यहाँ पनि चढिसक्यौँ, जहिले पनि अस्ति पनि म एक्लै एक्लै भएको त्यहाँ गाडीमा त्यो ममतामा मात्रै पऱ्यो यसरी एक्लैको मेरो त फोटो अनि समय अहिले चाहिँ बसेर राम 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 हामी चाहिँ लगन खेल आइसक्यौँ होइन, हेर्न सक्नुहुनेछ। पहिला तर के किन्न आएको त्यही जाउँ न। म त त्यतिकै त आएको घुम्न, पाटन घुम्न आएको पाटन। यतै किन्ने कि तल तल किन्ने? पहिला किनेर चाहिँ पाटन जाने होइन र त्यतिबाट जाने उता के गर्ने हो र? यो चाहिँ लगन खेल सक्नुहुने बिहान बिहानको भिडबाट त राष्ट्रिय भन्दा कति ऊ है, मान्छे नै नभएको। यसले के किन्छ होला आज हेर्न सक्नुहुनेछ। यस्तो कुर्ता चाहिँ यो चाहिँ पाटन आइसक्यौँ होइन। लगन खेलमा चाहिँ अब केही पनि किनेन, कत्रो कालो अब हो हेर्न सक्नुहुन्छ। फाइनली पाटन आइसक्यौँ हामी, तर पाटन त सेम ऊमा पनि यस्तै ठाउँ ल, भक्तपुरको त्यो अस्ति हामी जाने ठाउँमा पनि यस्तै रहेछ, हेर्न सक्नुहुनेछ। यति राम्रो ठाउँ छ नि, हामी आज यस्तो राम्रो ठाउँमा आएको छौँ। यता 300 को चस्मा, 300 को चस्मा हेर गाइस, 300 को चस्मा आज लगन खेलाएर अनि किनेको हालेको 300 को चस्मा हो हामीले होइन, हेर्न सक्नुहुनेछ। यता यति राम्रो रहेछ, तर एकचोटि पनि आएको थिइनँ म यहाँ। आउनु चाहिँ कतिचोटि बाटो आएको थियो तर आएको थिएन। क्यामेरामा त गर्नु पाउँछ होला नि, फेरि मार्छ नि अहिले। हेर्न यस्तो रहेछ फोटो खिच्नु पर्छ रे। अब ललितपुरको पाटन दरबार हेर्न सक्नु। एउटा आम्मा अहिले त मलाई फेरि वाउ हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य। यस्तो कथा रहेछ माया म, हेर्नु गजुर भयो। ओ यहीलाई भन्छ होइन कृष्ण मन्दिर पनि हो, गजुरै गजुर भएको मन्दिर भनेर मैले पढ्छु क्या बेला बेला, तर यस लाग्यो। हेर्न सक्नुहुन्छ परिवार यति राम्रो छ। हेर्न सक्नुहुने यस्तो हो, यताबाट चाहिँ अलिक कालो हुँदो रहेछ। पुगिसक्यौँ हेर्न सक्नुहुनेछ, पछाडि यस्तो देखिँदैछ पाटन दरबार क्षेत्र होइन। हामी चाहिँ कृष्ण यहाँ कति धेरै मन्दिर छ, तर त्यसमाथि त्यो गजुरै गजुर भएको छ भनेर, गजुरै गजुर भएको मन्दिर कुन हो भनेर प्रश्न सोधेको थियो कि कुनै बेला हामी पाटन दरबार क्षेत्र भन्थ्यो। आज आएर हेर्न पाइयो। हिँड्नु चाहिँ म योबाट कतिचोटि हिँडेको थिएँ, तर यो भित्र चाहिँ पसेको थिएन। आज यो अझै आउनु न जानेर भन्दै थियो, मैले जाम भनेर तानेर ल्याएको। हेर्न सक्नुहुने खासमा सामान किन्ने भनेर आएको, तर केही सामान केही पनि किनेन नै हामी, हेर्न सक्नुहुनेछ। चाहिँ अब फेरि लगन खेलतर्फ जाँदैछौँ।
केही सामानै किने होइन 10 बज्न आइसक्यो मार्छ होला अहिले हामीले मार्छ हाम्रो दाजुले होइन धेरै भिड छ यहाँ तर सब महँगो महँगो भन्छ पैसा नै छैन हो हामीसँग पैसा नै छैन जीवनमा पैसाले कहिले पनि नपुग्दो रहेछ भन्ने थाहा पाएँ अनुभव भइसक्यो मलाई अब योभन्दा धेरै अनुभव लिन चाहन्न लिन सक्नुहुन्न आजको फोटो कस्तो हामीले राम्रो राम्रो बनाएको छ टिकटकमा पनि हेर्न सक्नुहुन्छ र सबैजनाले टिकटकमा पनि फलो गर्नु होला दैया म गर्छु दिन छ मेरो अनि युट्युबमा पनि युट्युबमा त झन् आइहाल्छ होइन युट्युबमा पनि सबैजनाले सब्सक्राइब गरिदिनु होला हेलो गाइज हामी चाहिँ के भन्छ अरे लगन खेल गएर अब पाटन घुमेर फर्किसकेको अवस्था एकदम राम्रो दरबार क्षेत्र के अरे अल्छी लागि पाटनको दरबार पनि अल्छी लागि आएको पनि फाइदै भयो फ्रेस भयो टिकटक पनि हामीले बनाएको छ आउँछ है टिकटकमा आउँछ हाम्रो भिडियो टिकटकमा आउनु सक्छ उसलाई पनि फलो गर्नु होला ममता मगर ममता मिरिङसिङ फलो गर्नु होला कृपया मलाई सबैजनाले साथ र सपोर्ट गरिदिनु होला र मेरो युट्युबलाई चाहिँ धेरै धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला चाँडोले थरथर काम हेर्दै भने मोबाइल सामान छोडाएको छैन ओइटा हेर्नु त मगर ड्रेस कस्तो राम्रो छ यार जाम अब सरासर मेरो मोबाइल त बोक्दैन नि कहाँ त्यही झोलाभित्रै छ अर्को आइफोन आइफोन त यहाँ आइफोनहरू त हाम्रो मारिहाल्छ नि फेरि हामी चाहिँ खासमा यहाँ सामान किन्नु भनेर आएको तर सामान चाहिँ एउटा केही किनेन राम्रो राम्रो रहेछ छिटो छिटो गरेर जाने चाहिँ लगन खेल सामान किन्नु भनेर गएको केही पनि नकिने आयो किनेको नि यो एउटा लाभहरू किनेर आएको त्यो फाइनली हामी चाहिँ रुम पुग्न लागिसक्यौँ होइन किनकि हामी गाडीमा छिटो छिटो आयौँ कि अब 10 बजीदेखि हो काम हाम्रो त 10:30 भइसकेको छ त्यो पनि अरू बेला नि त्यति बेलै हुन्थ्यो तर यो हामी दुईजनै आएको छौँ त्यही भएर दिदी मात्रै हुनुहुन्छ त्यही भएर हामीलाई कराउन सक्छ त्यही भएर हामी हतारमा दौडिँदै आएको आजको भिडियो के कस्तो लाग्छ हजुर सबैजनाले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला र सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला बाई बाई